चुनावमा रासोपा भन्ने पार्टीको 0 सिट हो। रेणु दाहालले यदि चितवनमा चुनाव हार्छ भने यो त्यसमा अर्को युद्ध हुन्छ ल। के ठुलो गरेको तपाईले? झापा 5 मा हैन केपी ओली लड्नु भएको ठाउँमा सबै दल एक भएर जाँदा पनि केपी ओलीलाई हराउने ताकत कसैको छैन। बालेन त फरक कुरा हो। बालेन त फरक कुरा, उहाँको त जमानत जफत हुन्छ। त्यही त जमानत जफत गराइदिन्छ हो नि। राष्ट्रपा त कुनै प्रतिस्पर्धी दलै होइन, यसलाई त म मान्नै मान्दिनँ। होइन होइन, यो त उही फेसबुकमा मात्रै प्रतिस्पर्धा हो। गुगलमा राम्रोसँग प्रतिस्पर्धा छ र भूगोलमा छैन। मैले पहिला नम्बर के भने एक त उसले चुनावै लड्दैन, दोस्रो कुरा चुनाव लड्यो भने जित्दैन, अगर जितो भने भन्ने प्रश्न आयो म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिन, जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। मुसाका छोरा कोटा भन्छन् नि, केपी शर्मा ओलीलाई कसले हराउन खोज्दाखेरि सकेनन्। अब बालेन शाहले केपी शर्मा ओलीलाई हराउने यो आकाश खसे के होला जस्तो कुरा नगर्नुहोस् के ऋषि। बालेन शाहजीले म यसो हेर्छु राष्ट्रपाका मान्छेले केपी शर्मा ओलीसँग जोडिएर आफ्नो पार्टीको प्रचार गरिरहेछन्। केपी ओली यदि हार्यो भने चाहिँ म इलाम जिल्ला छोड्छु। अमेरिका पुग्यो अरे। बालेन शाहले झापा 5 बाट जित्यो भने 30,000 खसी मैले दिने भए। 60 जित्यो अरे। भयो भने म राजीनामाबाट सन्यास लिन्छु। खोइ त लिएको भरि म घाँटी गाडिछु घाँटी। छिनायो। जित्यो भने झापामा म केपी नसुनाले टाका लाउँछु। 20 देखि 25,000 मतले उहाँले जित्न सक्नु भएन छ भने तपाईहरुलाई अगाडि मिडियाका अगाडि यो कुरा मैले तपाईहरुलाई साथी राखेर यो कुरा गर्छु। 20 देखि 25,000 मतान्तरले जित्नु भएन छ भने निर्वाचनको मत परिणाम आका दिन म झुन्डिन तयार छु। तपाईँ इलेक्सन गर्न सक्नुहुन्छ, म लेखेर दिन्छु यो रेकर्डमा तपाईँ अगाडि राखेर ल गराएर हेर्नुहोस्। म मेरो जीवनमा पोलिटिक्स छोडिदिन्छु गराइदिनु भएछ। हाइट कडा सक्नुहुन्न। दिस इज नेक्स्ट टु इम्पोसिबल। मैले त पहिले नै मेरो च्यानलबाट नै भनेको छु फाउने 21 गते चुनाव हुँदैन। जोसुकैले जेसुकै गरोस् हामी चुनाव हार्दैन। 1,10,000 मत खस्न सक्छ। 1,10,000 मध्ये 60,000 को आसपास मत सूर्य चिन्हमा खस्छ। अरू मत अलिअलि बाँडिएला 23 जनामा। घन्टीमा खस्छ भन्नु भएको छ। बालेन उहाँले च्यालेन्ज कुनै थ्रेट फिल हुँदैन चुनावी समीकरणमा। चुनावलाई थ्रेट अनि एमालेलाई कांग्रेसलाई अनि कडा थ्रेट चुनावमा के गर्नुहुन्छ तपाईँ? अचम्म छ है। फेरि पनि एमाले सरकार, फेरि पनि मोदी सरकार, फेरि पनि पुराना भनिएका पार्टीहरूको सरकार फुल्क्यो कलात्तै पार्यो।